आज मेरो मोबाइलको स्क्रिन फुटेको छ। यो स्क्रिन फुटेको भन्दा पनि मेरो मन यति दुखेको छ कि मैले चाहेर पनि ओरिजिनल यो मोबाइलमा जुन आएको थियो यस्तै स्क्रिन मैले बदल्न सकिनँ, किनभने यो चाहिँ मैले थर्ड पार्टीको हालेको छु। यो ओरिजिनल जस्तो नहुँदो रहेछ। नमस्कार साथीहरू, तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ रमेश नेपालीको युट्युब च्यानल र मैले तपाईँहरूलाई हाइलाइट र थम्बनेलबाट केही कुराहरू जानकारी भइसक्यो। आज म एकदम दुखी छु, किनभने वर्षभरि काम गरेर मेहनत गरेर कमाएको पैसा एक एक गरेर चाहिँ मैले मोबाइल किनेको थिएँ। अहिले मोबाइलको स्क्रिन तपाईँहरूले देखिसक्नु भएको छ, फुटेर मैले अर्को चेन्ज गरेँ। यो चेन्ज गर्नको लागि मैले यसैको स्टोरमा गएर सोद्धाखेरिमा यहाँको 1100 दिरहाम भनेको नेपाली लगभग 50,000को आसपास पर्न जान्छ र त्यति महँगो पर्न गयो कि 50,000 भनेको 2 महिनामा पनि मैले कमाउन सक्दिनँ होला, त्यति महँगो पर्यो। र मैले चाहिँ होइन, त्योभन्दा पैसा बचाउनको लागि मैले अहिले अर्कै थर्ड पार्टी भन्दो रहेछन् यो 250 दिरहाम यानि कि नेपाली 10,000 चान्चुन खर्च गरेर बनाएँ। मोबाइल चल्ने त भयो, तर ओरिजिनल कन्डिसनमा काम गरेको छैन अहिलेसम्म पनि, किनभने यसले पावर खाँदो रहेछ अलि धेरै र स्क्रिनहरू पनि अलिक स्लो हुँदो रहेछ, फेस लकहरू यताउता टचहरू पनि अलिक स्लो हुँदो रहेछ। मैले अब ओरिजिनल चलाउँदाखेरिमा थर्ड पार्टीले चाहिँ त्यो छुट्याउँदो रहेछ फरक। साथीहरू, यो तपाईँहरू देख्दै हुनुहुन्छ, मलाई यो धेरै माया लाग्छ यसको, किनभने मैले मेरो यसमा यो पैसाको मतलब होइन, यहाँ मेरो धेरै मेहनत जोडिएको छ, थोपा थोपा आँसु, कति पसिना, कति त रगत जोडिएको छ। त्यो भएको हुनाले मान्छेले भन्छन् नि त, भावनाको रगतको नाता र भावनाको नाता भन्छन् होइन। मलाई यसमा दुइटै छ, भावना पनि छ मेरो, यसमा मेहनत छ र यसमा रगत पनि छ र यसमा सबै कुरा छ, किनभने एक एक गरेर मैले जोडेको थिएँ नि त। मान्छेहरूले भन्छन् कि बाहिरबाट फोटो भिडियो होइन हेर्दाखेरिमा सोसल मिडिया अथवा कहीँ हेर्दाखेरिमा राम्रो छ, राम्रो देखियो, राम्रो चाहिँ रहेछ भनेर चाहिँ धेरै कमाउँदो रहेछ भनेर भन्छन्। तर त्यो तपाईँले देखेको ब्याकग्राउन्डको ठुलो पर्दामा देखिएको ब्याकग्राउन्ड, त्यहाँका हल्का हल्का बिल्डिङहरू, सफा एरियाहरू देखेर मात्रै राम्रो हो, तर मान्छेको वास्तविक भनेको यो विदेशको ठाउँमा एकदम दुःख र कष्ट हुनेछ। र हप्ताभरि काम गरेर एक दिन छुट्टी हुन्छ, त्यही दिन गएर चाहिँ अर्को साथीले खिचिदिएको फोटो चाहिँ हामीले सोसल मिडियामा हाल्छौँ र त्यही फोटोलाई हेरेर चाहिँ हाम्रो गाउँका इष्टमित्र दाजुभाइ तथा दिदीबहिनी अब हुन्छ नि त आफ्नो, उनीहरू चाहिँ वाह त्यसको चाहिँ कति राम्रो रहेछ, विदेशमा कति राम्रो रहेछ, धेरै कमाउँछ होला भन्ने हुन्छ। र त्यो चाहिँ अलिकति फरक छ, किनभने यहाँ 12 घन्टा काम गरेर 1200 स्यालेरी थापेको अनुभव पनि छ, कति त अझै त्योभन्दा कम्ती पनि छ। मैले त्यो अलिकति ठिकै लेभलमा भनेको हो, किनभने मेरो सङ्घर्ष पनि 1200 दिरहामबाट 12 घन्टा काम गरेर 1200 दिरहामबाटै भएको थियो। त्यही भएको हुनाले म त्यही लेभलबाट यो कुरो भन्दैछु। र त्यो हामीले चाहिँ यो जसले पनि हामीलाई दाँच्छौँ, त्यो ब्याकग्राउन्ड अघि मैले भनिसकेँ, ब्याकग्राउन्डबाट हेरेर चाहिँ नदाँचिदिनु होला, किनभने सबैको सङ्घर्ष छुट्टै छ, बेग्लै छ यहाँ यो ठाउँमा। साथीहरू, तपाईँहरूलाई एउटा कुरो थाहा छ, अहिले हाम्रो मोबाइलको स्क्रिन फुटेको छ। यो होइन कि तपाईँहरूले मेरो भाग्य फुट्यो, मेरो जिन्दगी लुट्यो भन्ने होइन। तपाईँहरूको अहिले स्क्रिन फुट्यो, भोलि कमाउँला जोडाउँला, त्यो ठुलो कुरो होइन। तर हामीले चाहिँ आफ्नो मन चाहिँ यो जसरी स्क्रिन फुट्यो त्यसरी चाहिँ फुटाउनु हुँदैन। सङ्घर्ष गर्नुहोस्, मेहनत गर्नुहोस्, परदेशको ठाउँ हो, कहिले भनेको बेलामा सुत्न पाइँदैन, भनेको बेलामा खान पाइँदैन, भनेको बेलामा हिँड्न पाइँदैन, कहिले तपाईँले राम्रो काम गरेर सबैको मन जित्छु भन्न सकिँदैन, कहिले हार जित त भइहाल्छ। त्यो तपाईँहरूलाई चाहिँ टेन्सन नगर्नु होला, किनभने परदेशमा यस्तै हुन्छ। र मैले यो तपाईँहरूलाई अलिकति भिडियो बनाउनुको मस्कत यो होइन कि तपाईँहरूलाई ओहो यस्तो सानो सानो कुराहरू पनि भनेको सोसल मिडियामा यसो नभनेको भए पनि हुन्थ्यो होला भन्ने हुन्छ कसैको मन। तर उहाँहरूको लागि चाहिँ यो भिडियो परेको थिएन, जसलाई चाहिँ वास्तविक
थाहा थिएन, थाहा हुँदैन उहाँहरूलाई चाहिँ यो कुरो केही सानो सानो कुराहरू पनि केही इन्फर्मेटिभ हुनसक्छ, त्यही भएर तपाईँहरूलाई सेयर गरेको। यदि तपाईँहरू पनि विदेशमा हुनुहुन्छ भने हार नमान्नु होला। कथा अलग अलग भए पनि बाध्यता एउटै हो। दाजुभाइ तथा दिदीबहिनीहरू जसले यो भिडियो हेरिदिनु भयो, तपाईँहरू कुन देशबाट हेर्दै हुनुहुन्छ, नेपालबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला। यस्तै यस्तै भिडियो म लिएर आउने छु। भिडियो कस्तो लाग्यो कमेन्ट चाहिँ गर्नु जरुरी गरिदिनु होला। यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो यो च्यानललाई सब्सक्राइब गर्नु होला र सँगै रहेको बेल आइकन पनि बजाइदिनु भयो भने मैले हालेको भिडियो तपाईँहरूलाई पहिलो नम्बरमा तपाईँलाई आउनेछ। हुन्छ, आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते, जय नेपाल।